हेलो एन्ड नमस्ते साथीहरू, वेलकम छ मेरो मिनी भ्लगमा। र आज चाहिँ बिहान बिहानै चिन्टु र मिन्टुलाई घुमाउनु लाँदै थिएँ म चाहिँ। अनि मिन्टु त यसो लजाएको जस्तो गरेर त मेरो गोजी चाट्दै थियो। अनि एकछिनबाट सोचेको त गोजीमा बिस्किट राखेको थिएँ नि त यिनीहरूकै निम्ति, त्यो पो चाटेको रहेछ। र यिनीहरूलाई यिनीहरूको मोटु दाईसँग पनि मैले भेटाएँ होइन, एकदमै खुसी हुन्छ मोटु दाईसँग भेटेपछि चाहिँ। र सबै काम सकेर चाहिँ यिनीहरूको मैले आज ग्रुमिङ गर्नु थियो नि त यिनीहरूको। फर्स्टमा चाहिँ मैले स्टार्ट गरेँ यिनीहरूको अनवान्टेड हेयर काटेर, किनभने चाहिँ एकदमै हराइ देख्छ नि त। त्यसैमा दिदी पनि आउनु भएको थियो बहिनीलाई लिएर। अनि यिनीहरूको सबै हेयर कट गरिसकेर चाहिँ म लागेँ स्याम्पू लिनु यिनीहरूलाई नुहाउनको निम्ति। अनि यति गर्मी थियो तर पनि नुहाउनै पऱ्यो भने दिदीलाई एकछिन सघाउनु नि भनेको, सघाउँदिनँ भनेर एकछिन सघाएर त जानुभयो। परबाट चिन्टु भन्यो अनुहार यस्तै पारेर हेरिरहेको थियो कि यहाँ। अनि मिन्टुको सबै नुहाइधुवाइ सकेर चाहिँ चिन्टुलाई नुहाइदिनेतिर लागेँ होइन। चिन्टु चाहिँ तर अलिक गुड बोय छ मिन्टु भन्दा। र यिनीहरूको सबै सामान पखालेर चाहिँ यिनीहरूको कोमिङतिर लागेँ, किनभने चाहिँ मेरो चिन्टु मिन्टुको चाहिँ साह्रै केस झर्छ नि त। अनि त्यसलाई अभोइड गर्नुको लागि चाहिँ यो चाहिँ म्यान्डेटोरी लाग्छ होइन। अनि यिनीहरूको जिउमा चाहिँ साह्रै उपियाले बास गर्थ्यो जस्तो लागेर मैले यिनीहरूलाई दबाई पनि लगाइदिएँ। मिन्टुको चाहिँ मैले अगाडि सधैँ थिएँ, तर पनि मलाई पनि फेरि गरिदिनु भन्थेँ। यसरी बस्नु थाल्यो, एकदमै गुड व्यवहार देखाउँछ क्या कोही बेला चाहिँ यिनीहरूले पनि। अनि चिन्टु मिन्टुको कार्यक्रम सकेर चाहिँ हालत चाहिँ यस्तो भएको थियो भुत्ला जिउमा। र म यतिकै सफा गरेर चाहिँ म लागेँ सब्जी लिनु। दिदी चाहिँ बजार जाने भन्नुहुँदै थियो। अनि त्यतिकै सब्जी पनि ल्याएर गफ गफमा म घर पनि फर्केँ। एकदमै अल्छी लागिरहेको थियो क्या आज चाहिँ, साह्रै जिउ दुखिरहेको थियो। तर भए पनि दिदी ढिलो आउनु भएर मैले आफै गाइदिएँ। अनि हाम्रो ठुलो दिदी चाहिँ भाँडा माझ्नु थियो होइन, यसो क्यामेरा देखाएको त अनि कुचाउनु भयो। अनि सबै काम सकेर रेडी भएर चाहिँ म लागेँ चिन्टु मिन्टुलाई नै लिएर डायरीतिर, किनभने चाहिँ आज रात पनि पढ्न आँटेको थियो। अनि टाइम पनि थिएन र चाहिँ डाइरेक्ट डायरी जाँदाखेरि यिनीहरूलाई पनि लिएर गएँ। अनि यिनीहरूको चाहिँ नखरै हुन्छ, रोडमै कुद्ने भन्छ नि त, अगाडि खेदाउनुपर्छ पछाडिबाट। तर जसो तसो गरेर पनि यिनीहरूलाई घुमाएर मैले ल्याएर यिनीहरूको घरमा मैले सुताएँ। र यिनीहरूको चाहिँ दुईजनाको चाहिँ एकवटा स्किल छ क्या। मिन्टुको चाहिँ हात दे भन्दाखेरि दुइटै हात दिन्छ होइन। अनि चिन्टुको चाहिँ जम्प भन्दाखेरि जम्प गर्छ। यति मात्रै छ कि यिनीहरूको स्किल चाहिँ, अरू केही छैन, घुट्नु मात्रै यिनीहरूको चाहिँ। तर म ट्राई गर्छु होइन यिनीहरूलाई राम्रो सिकाउनको निम्ति। र म डाइरेक्ट लागेँ किचनमा त दिदीले त मेरो ढाडु भन्दै ढाडुलाई बोकेर बसिरहनु भएको रहेछ। अनि एकछिन बादमा फेरि दिदीको माइन्ड चेन्ज भएछ, ढाडुलाई फ्यालिकन उता फोन हेर्नु थाल्नु भयो। र ढाडु त यता डरले क्या यता बसिरहेको थियो बिल्लीसँग। र आजको मिनी भ्लग चाहिँ यतिमै थियो। बाई बाई, सी यू।